हामी पोर्चुगलको पेनाल्नोभोमा हरेक महिनाको दोस्रो आइतबार लाग्ने बजारमा आएका छौँ। हेरौँ बजार कस्तो छ। यो चाहिँ फलफुलहरूको लाइन हो। यहाँ फलफुलहरू देख्न सक्नुहुन्छ। त्यसपछि यो भनेको चाहिँ फुलको बिरुवाहरूको बेच्ने ठाउँ हो। त्यसपछि हामीलाई मह चाहिएको थियो। यो मह बेच्ने ठाउँ यहाँ रहेछ र हामी महतिर जाँदैछौँ। देख्न सक्नुहुन्छ मह। हामीले यहाँ मह टेस्ट पनि गऱ्यौँ। मह टेस्ट गरेको भिडियो चाहिँ हामीले बनाएनौँ। त्यसपछि एउटा मह हामीले लियौँ। कति 5.5 युरोमा हामीले लियौँ। त्यसपछि हामी अर्कोतिर हेर्दै हेर्दै जाँदैछौँ। यो कपडाको लाइन हो। कपडाहरू देख्न सक्नुहुन्छ। यो मान्छे चाहिँ खासै धेरै थिएनन् यहाँनिर, किनकि हामी जान पनि ढिलो भयो। अनि हावा पनि धेरै चलेको थियो यो दिन। हावा चलेको कारणले गर्दा पनि होला मान्छेहरू खासै थिएनन् बजारमा। अनि ढिलो भएको कारणले कतिपय दोकानहरू उठ्न थालिसकेका थिए। अनि देख्न सक्नुहुन्छ यी हावाले पुरा कपडाहरू हल्लाइरहेछ। मान्छेहरू खासै छैनन्। दोकानेहरू पनि यत्तिकै बसिरहेका छन्। यहाँ अलिअलि मान्छेहरू किनिरहेका रहेछन्। हामी हेर्दै हेर्दै गइरहेछौँ यहाँनिर। त्यसपछि हामी पुग्यौँ यो सब्जीहरू बेच्ने ठाउँमा। यो सब्जीहरू रहेछ यहाँनिर। यो के हो? यो अन्डा पनि रहेछ यहाँनिर। त्यसपछि यता आँपहरू रहेछ। अनि हामी त्यहाँबाट निस्केर हामी यो बिरुवाहरू पाउने ठाउँमा गयौँ। यो चाहिँ सब्जीहरूको बिरुवा हो कि। यहाँ कोपीहरू छ, टमाटर छ, खोर्सानीहरू छ। यो बिरुवाहरू हो। यहाँ प्याजको बिरुवा पनि देखिरहेछ। यो खोर्सानीको हो। त्यसपछि हामी गयौँ जुत्ता बेच्ने ठाउँतिर। यो जुत्ताहरू हो। यो जुत्ता चप्पल सबै छ यहाँनिर। मान्छेहरूले पनि किनिरहेछन्। त्यसपछि यो फलामको सामानहरू पाउने ठाउँ हो। फलामको सामानहरू छ यहाँनिर। फलामको सामानहरू सबै खाले फलामको सामानहरू पाइन्छ यहाँनिर। यहाँ काम गर्न जाने मान्छेहरूलाई चाहिने सामानहरूदेखि लिएर घरमा युज हुने सामानहरू सबै सामानहरू यहाँनिर पाउँछ। यहाँ हामी हेर्दै हेर्दै गइरहेछौँ यहाँबाट। यहाँनिर इन्डियनको दोकान पनि छ एउटा। यहाँ कता छ हामी भेट्छौँ होला सायद अहिले हेर्दै जाने क्रममा। हामी यहीँ छौँ अहिले, फलामकै दोकानमा छौँ। यहीँ हेर्दैछौँ। हामी यहाँ आइपुग्यौँ। यो भनेको चाहिँ हाम्रो इन्डियनको दोकान हो। इन्डियनले सामान बेच्छ यहाँनिर। हो त्यो यो पनि इन्डियनकै हो। यो मैले सोद्धाखेरि गुजरातबाट भन्थ्यो उसले। गुजरातको मान्छे रहेछ। यहाँ सामान बेचिरहेछ। हामी यहाँबाट निस्किँदैछौँ। अब हामी अर्कोतिर आइपुग्यौँ हामी। यहाँ चाहिँ नास्ता पाउँदो रहेछ। नेपालमा डोनट पाउँछ नि त्यस्तै कुराहरू यहाँनिर पाउँदो रहेछ। त्यसपछि हामी अर्को दोकानतिर गयौँ। यो पनि इन्डियनको दोकान हो। यो चाहिँ पन्जाबीको दोकान हो। दोकानमा घरमा चाहिने सबै सामानहरू पाउँछ। यहाँ विदुर दाइले सामान हेर्दै हुनुहुन्छ र उहाँ केही कुरा सोध्दै हुनुहुन्छ उसलाई। हामी चाहिँ बजार सकेर अब निस्किन थाल्यौँ। हेर्नुभएकोमा सबैजनालाई धन्यवाद।